लाइनतिर जान्छ बार्के हुँदा केही मरपर हुँदा यहीँबाट भनेपछि 80 लिटर जस्तो चाहिँ उठ्छ। हेलो गुड मर्निङ गाइस। अनि आज फेरि पनि हामीले चाहिँ अब मर्निङ वक गएको भिडियो लिएर आएको छु है। अहिले चाहिँ हामी दुध लिँदै मर्निङ वकमा जाँदै पर डेरी छ हो, र त्यही भएर चाहिँ दुध लिँदै गएको। अन्त हुनु त यहाँतिर पनि हेर्नुहोस् है तपाईँहरूले, मुनि अब देवी थान यहाँ मुनि भएर चाहिँ यता पनि, अन्त यता मुनि देवी थान छोरा चाहिँ अब उयो गर्नु भएको छ हो, फुलहरू चढाउँदै जानुहुन्छ। अन्त पर दुध लिनुको कारण चाहिँ अब दुध हुनु त उतै हाम्रै घरकै छेउमा पनि दोकानतिर पनि पाउँछ हो दुधहरू, तर अब यता मर्निङ वकमा जाँदै चाहिँ डेरीबाटै ल्याउनु आँटेको। किनभने बिहान छिटो चिया खानु हुन्छ भने चाहिँ त डेरीमा छिटो बिहान छिटो पाउँछ र चाहिँ त्यही भएर अब डेरीबाटै दुध ल्याउनु आँटेको। हेर्दै गर्नुहोस् ल, म तपाईँलाई परको देखाउँछु डेरी। सो फाइनली गाइस हामी चाहिँ हाम्रो डेस्टिनेसन भनौँ कि अब डेरी आइपुग्यो है। तपाईँलाई देखाउँछु यहाँनिर चाहिँ सबै ठाउँको अब यता चोङराङतिर कुकाको दुधहरू कलेक्ट हुन्छ है। अन्त एकदमै बाक्लो पाउँछ यहाँबाट चाहिँ। अब अरू ठाउँतिर पनि कहाँ लाँदो रहेछ, मराउतिर केहरू चलाउनु छ भने चाहिँ यहाँदेखि लाँदो रहेछ हो, निकै कलेक्ट हुँदो रहेछ जग्गा जग्गाको। अन्त हामी चाहिँ अस्ति पनि लगेको थियो हो, अन्त आज पनि लानेवाला भएर चाहिँ वक गर्दै यता दुध लिनु आएको। यहाँ छ है आजको वेदर चाहिँ यस्तो छ, धुम्म लागिरहेको छ हो, घाम नलाग्ने छ आज। यस्तो छ। अन्त यता यो रोड चाहिँ उता चोङराङ जान्छ हो, हामी चाहिँ परसम्म परको हावा गर्छन् पुग्थ्यो, आज चाहिँ यहीँसम्म आएको। यस्तो छ, यहाँ चाहिँ मेसिन रहेछ। एकदमै राम्रो बाक्लो पाउँछ यहाँ चाहिँ दुध। अहिले चाहिँ भएको छैन फेरि चेक। टोटल चाहिँ कतिजना जस्तो हुन्छ दुध दिने? भनेपछि 40 जनाले 2 लिटरकै दरले गर्यो भने 80 लिटर ज्यादा हुन्छ। त्यो 2 केन जान्छ, एक बजार लाइनतिर जान्छ 5-10 केजी। अन्त बिहा बार्के हुँदा केही मरपर हुँदा यहीँबाट सजिलो नि। अरू जग्गाले गाडी पर्खिनु पऱ्यो न, गाडी कोही बेला डाइरेक्ट बिर्खेर हुँदै गइहाल्थ्यो हो। भनेपछि 80 लिटर जस्तो चाहिँ उठ्छ है, ज्यादा पनि उठ्छ होला। सजिलो नि हुन्छ। म कुनै दिन लान्छु नि, 20 रुपियाँ थप्नु पऱ्यो मैले है। सो फाइनली हामी चाहिँ दुध लिएर अब घरतिर लागेको है। अनि यहाँको दुध चाहिँ बाक्लो हुनुको कारण चाहिँ त्यहाँनिर डेरीमा चाहिँ अघि तपाईँहरूलाई मैले देखाइहालेँ है, मेसिन छ फ्याट चेक गर्नुको लागि हो। त्यसमा चाहिँ के हुन्छ भने पानी फिटाएर ल्याउनु पाउँदैन, त्यहाँनिर फ्याट चेक हुँदो रहेछ त्यो मेसिनमा हालेर हो। अन्त त्यही भएर चाहिँ दुध बाक्लो पाउँछ। अनि त्यस्तै हो। अब आजको लागि यति नै है। हेर्दै गर्नुहोस् होला मेरो भिडियोसहरू, अनि लाइक कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्।
अनि हेभ अ नाइस डे सबैजनालाई है थ्याङ्क यू फर वाचिङ सी यु इन नेक्स्ट भिडियो